चुनावपछि फागुन 21 राणाले पनि थारै आउँछ त भनेका थिए तपाईको हामीलाई। कहिले चुनाव हुने फागुन 21 मा कसले चुनाव गर्ने मैले फागुन त तपाईले चुनाव गर्ने होइन? हैन त कसरी गर्ने चुनाव केपी बा झापामा पुग्नु भएको चुनावको लुटिएका लागि हतियारहरू बालेन पुग्नु भएको छ लोकतन्त्रमा त पार्टीहरू त अगाडि अहिले चुनाव गरे भने पनि रेडी छन् त पार्टी नाटक हो यो? कसरी नाटक हुन्छ नाटक त अहिलेको जुन नाटक होइन भने चुनाव हुन्छ त 21 मा। संविधानलाई टेकेर संविधानलाई च्यातेर बनेको सरकारले चुनाव गराउँछ भन्नु त ल तपाईको भागिएका कैदी छन् लिएर लुटिएका हतियारहरू छन् हिजो अस्ति पनि मुलपानीमा सरकार र एउटा घटना संविधानमा घट्यो। ठुलो कोही हुन्छ त संविधान भन्दा ठुलो त सरकार आएर बसिदियो त तपाईको सुशीला कार्की। सुशीला आमा गराउँदै हुनुहुन्छ। सुदन गुरुङ जस्तालाई भेटेर के भन्छन् मेरो जेठो छोरो तै होस् म त आर्यघाट जाउँ कि लन्डन जाउँ मलाई त गाह्रो भयो भन्छन् ओल्लो कोठाबाट पल्लो कोठा जान सक्दिनन् बिचरा उहाँलाई त कहिले आएर बा बसिदिए हुन्थ्यो कहिले शेरबहादुर आएर बसिदिए भन्ने त्यो स्थिति भएको छ अर्को किताब बेच्ने हेर्नु हालत के छ किताब बेच्नेको म त कोहीसँग मिल्दैन है मलाई त भोट दिन्छौ भने द्याऊ है म त विकासका पनि कुरा गर्दैन है जितेपछि मात्रै कुरा गर्छ है भन्दै बिचरा एउटा किताब बेच्ने दाइ हेर्नु उलाएर उता पुर्याइदिएका छन् चुनाव गर्ने भएर हजुर। तपाईको हजुर। जगदीश खरेल हजुर। बब्लु गुप्ता हैन यिनीहरू किताब बेच्ने भन्नुभयो हैन हजुर निस्क्यो नि चुनाव गराउनलाई त हिजो त तपाईको मन्त्री पद खान त हामी चुनावै लड्दिनौँ भन्थे अहिले फेरि उहाँ फटाफट चुनाव लड्न आएका छन् कुलमान फिसिङ हेर्नु के हालत छ कुलमान देश बनाउनलाई हेर्नुस् मन्त्री पद छोडेर उहाँहरू फिल्ममा आउनु भएको छ उहाँ सुन्नु न यिनीहरू देश बनाउन आएका होइनन् क्या यिनीहरू देश जलाउन आएका हुन् यिनीहरू चाहिँ कस्तो भन्नुहुन्छ भने पैसाका बन्डल सिरानीमा राखेर उत्तानो परेर आफ्नो घरको छत हतौडाले हान्दैछन् अनि हाम्रा बाआमा के भन्दैछन् भने ए छोराछोरी हो सिकारी आउँछ दाना छर्छ जाल ओछ्याउँछ अनि तिमीलाई लिएर जान्छ भनेर बाबुआमाले भनेका थिए सिकारी पनि आयो दाना पनि छरो जालमा पनि हालो लिएर गए आमा बाबु आउँदाखेरि आफ्ना छोराछोरी नै छैनन् आमा बाबुहरू टुलु टुलु हेरिरहेछन् छोराछोरी कहिले फर्केर आउला